सभामुखभन्दा उपसभामुखको तलब बढी 2076 सालदेखि जारी संसदको यो विचित्र कथा। संघीय संसदका पदाधिकारीहरूको पारिश्रमिकमा देखिएको अस्वाभाविक विभेद पुनः चर्चाको विषय बनेको छ। मर्यादा क्रममा माथिल्लो तहमा रहेका सभामुख र राष्ट्रिय सभाध्यक्षको तुलनामा तल्लो मर्यादा क्रममा रहेका उपसभामुख र उपाध्यक्षले बढी तलब बुझ्ने गरेको पाइएको हो। हालको कानुनी व्यवस्था अनुसार सभामुख र राष्ट्रिय सभाध्यक्षको मासिक पारिश्रमिक 67,320 रुपियाँ छ, तर उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षले मासिक 72,730 रुपियाँ तलब पाउँछन्। यो असमानताको मुख्य कारण 2076 सालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको एउटा विवादास्पद निर्णय हो। त्यस समयमा एमसीसी संसदमा अघि बढाउने विषयमा तत्कालीन सभामुखसँगको राजनीतिक असमझदारी र इगोका कारण उपसभामुखको तलब बढाइयो, तर सभामुखको बढाइएन। पछि संसद विघटन, कोभिड-19 महामारी, निरन्तरको सत्ता सङ्घर्षका कारण यो विषय ओझेलमा परेको थियो। संसद सचिवालयले मर्यादा क्रम अनुसार तलब समायोजन गर्न पटक पटक सिफारिस गरे पनि हालसम्म कुनै पनि सरकारले यसलाई सुधार गर्न ठोस निर्णय लिएका छैनन्। यसले नीति निर्माण तहमा रहनेहरूको अदूरदर्शी निर्णयले कसरी दीर्घकालीन प्रशासनिक र संवैधानिक संरचनामा विसङ्गति पैदा गर्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ। यो व्यवस्थाले संसदको गरिमा र मर्यादा क्रमको सिद्धान्तमाथि नै प्रश्न उठाएको छ।